प्रतिनिधि सभाको आसन्न निर्वाचनमा दाङ क्षेत्र नम्बर 3 तथा मेरो क्षेत्रमा चुनावी माहौल अहिले एकदमै तीव्र बनेको छ। प्रमुख राजनीतिक दलका उम्मेद्वारहरू आफ्ना एजेन्डा सहित घर दैलो तथा प्रचार प्रसारमा व्यस्त छन्। उम्मेद्वारहरू गाउँ गाउँमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। उनीहरूले आफ्ना एजेन्डाहरू जनतामाझ राख्दै जनताका गुनासाहरू पनि सुनिरहेका दृश्य देख्न सकिन्छ। कार्यकर्ताहरू घर दैलो अभियानमा सक्रिय छन्। अब यो पटकको निर्वाचनमा जनताले कसलाई चुन्लान्? के पुरानै पार्टीलाई निरन्तरता देलान् वा नयाँ विकल्प खोज्लान्? यसबारे तपाईको विचार के छ? कमेन्ट गर्नुहोला। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म तपाईँहरूको अभिभावक सांसद हुँदा जे कार्यक्रम पनि योजनामा प्लानिङमा गर्ने मान्छे हुँ। यो तुलसीपुर उपमहानगरपालिकाको स्थापना यसरी भयो कि कुनै प्लानिङमा भयो।